कसलाई जोड्दिन अनि कस्तो खालको कुरा गर्नुहुन्छ तपाईहरुलाई बचाउनु छ मैले कमेडियाको उस भइसकेपछि सार्वजनिक गरेपछि मलाई बुढीले के भनिन् भने तपाईलाई अब पक्रिन्छ भन्ने ठीक छ भोलि बिहान 6 बजे फोन आयो पक्रिन्छ भनेर पुलिसबाटै तपाई भाग्दिनु पर्यो भने अनि तपाई के कुरा गर्नुहुन्छ मलाई भाग्ने कुरा गर्नुहुन्छ म कहाँ भाग्नु भने 8 बजे फेरि फोन आयो भने यसो साइड लाग्दिनु न कतै भने 11 बजे सीआईबी भन्थे इनका सीआईबी पनि देखे सीआईबी पनि देखे सरकारी पिडी भुटानी काण्ड गर्ने भटाइलाई केही पनि नगर्ने मान्छेलाई लगेर थुन्ने सीआईबी गतिलो हो त यिनको नाम मात्रै सीआईबी काम छैन अनि 11 बजे कस्तो आयो थाहा छ बाफरे म एकजनालाई पक्रिने नि गुरु मैले फेरि आइजिबीलाई मेसेज पठाएको छु आवश्यक पर्यो भने म आफै आउँछु है भनेर हेर्नु गुरु 11 बजी आम्मा ट्याङ्कर यताबाट यहाँ पानी हान्ने उताबाट पुरै ट्याङ्कर उताबाट ट्याङ्कर एकजना मान्छे पक्रिन 1000 पुलिस 50औं गाडी बाप रे बाप अब यहाँ त के हुन आँटो माथिबाट हेलिकप्टर पुलिसको छैन न हेलिकप्टरमा पनि आउँथ्यो अनि मैले देखेँ क्या पुलिसको हालत हैसियत हिजो 60 सालमा आर्मीसँग भिडेको मान्छे पुलिससँग के को पिर बनाए पुलिस देखेको छैन मैले जागिर छोडेर आएपछि एसपी के भन्छ दुर्गाजी मलाई जागिर दिनु पर्यो भन्दै आएका छन् मसँग जानेका पुलिसको जागिर सकेपछि कुत्ता के अरे बाटोमा हिँड्नेलाई के भन्छ त्यो भएर हिँडेछन् आइजिबी एआइजी डिआइजी हामीले देखाएको छैन गल्लीमा जिब्रो थुदिन्छु भनेर एउटा मान्छेले भन्दाखेरि आइजिबीको जिब्रो थुच्छु भन्दाखेरि कारबाही गर्न नसक्ने पुलिस दुर्गा प्रसाईले न्यायको लागि लड्दाखेरि मलाई पक्रिन आउने मैले बुढीलाई के भने ए बुढी म भाग्दिनँ म नेपालभित्र नेपाली खोज्दैछु म यस्ता मान्छे छोडेर म कहाँ भाग्दिनँ मैले भाग्ने ठाउँै देखिनँ म भागिनँ मैले भने त यहाँ आज श्रीमान गम्भीर बजाइदिएको भए हुन्थ्यो खोइ राष्ट्रिय धुन बजाउने दम खै तपाईँहरूको फेरि पक्रेर लैजाऊ फेरि पक्रेर लैजाऊ टेस्ट गरौँ न दुर्गा प्रसाईलाई ल रापरवाले अहिले गतिल्दै गरे अरे ल देश दौडा मैले गरेँ ल अहिले 14 सिट ल्याएका छौँ हामी 50 सिट ल्याउला अहिले रविजीका साथीहरूले 60 सिट ल्याउनु होला 50 60 कति भयो 110 चाहियो कति 138 अनि कोही अपराधी कोही भ्रष्टाचारीलाई फेरि मिलाउनै पर्छ नि फेरि हाम्रै पार्टीभित्रका मान्छे त्यो सरकारमा मन्त्री नपाएपछि फुटाइदिन्छ फुटाउँदैन भन्ने के ग्यारेन्टी छ हो नि हैन